एकदमै मैले यो फिल्मको लागि गर्नुपर्ने मेहनत मैले गरेको थिएँ। बाँकी त अब सबैजना हाम्रो भगवान् स्वरूप दर्शकको हातमा छोडिदिने हो। फिल्म्स कतिपय फिल्म्सहरू आफूलाई राम्रो लागे पनि नचलिरहेको पनि हुन्छ भने कतिवटा राम्रो फिल्म पनि नचलेको अवस्था पनि हुन्छ। सो फिल्मको भविष्य कहिले पनि प्रेडिक्टेबल हुँदैन। बट एटलिस्ट वाट वी क्यान ट्राई इज डु आवर लेभल बेस्ट। सबै कुरा डिस्कस गरिसकेको छ दाइहरूले। लेट्स एन्ड विथ अ राउन्ड अफ अप्लज फर द होल टिम। थ्याङ्क यू सुलभजी। अनि तपाईँहरूप्रति एकदमै धेरै आभारी छौँ। यो मैले जान्नमा र सुन्नमा पाए अनुसार एफक्युब सिनेमासले नेपाली चलचित्र क्षेत्रको यो प्रकारको सफलता सेलिब्रेट गरेको यो पहिलो हो। यसको लागि पनि एफक्युब सिनेमास एकदमै धेरै धन्यवादको पात्र छ। सँगसँगै 2 करोड माथिको बिजनेस गरिराख्दाखेरि यो उहाँहरू बधाईको पनि पात्र हो। सँगसँगै यो नेपाली फिल्म क्षेत्रको सफलता हो। तपाईँहरूलाई हामी धन्यवाद र बधाई सँगसँगै दिएका छौँ। अब मिडियाको साथीहरूबाट केही प्रश्नहरू छ भने हामी तपाईँहरूको जिज्ञासा मेटाउने प्रयत्न गर्छौँ। त्यस पछाडि हामी कार्यक्रमलाई बिट मार्नेछौँ। एकदमै मैले यो फिल्मको लागि गर्नुपर्ने मेहनत मैले गरेको थिएँ। बाँकी त अब सबैजना हाम्रो भगवान् स्वरूप दर्शकको हातमा छोडिदिने हो। फिल्म्स कतिपय फिल्म्सहरू आफूलाई राम्रो लागे पनि नचलिरहेको पनि हुन्छ भने कतिवटा राम्रो फिल्म पनि नचलेको अवस्था पनि हुन्छ। सो फिल्मको भविष्य कहिले पनि प्रेडिक्टेबल हुँदैन। बट एटलिस्ट वाट वी क्यान ट्राई इज डु आवर लेभल बेस्ट। यो सफलता म मेरो इन्टायर टिमलाई दिन चाहन्छु। यसको श्रेय चाहिँ किन भन्दाखेरि कुनै पनि फिल्म एकजनाको मात्रै कन्ट्रिब्युसनले बन्दैन। इन्टायर टिमको हार्डवर्क सबैजनाले आफ्नो आफ्नो साइडबाट हार्डवर्क गरेरै सायद यो भएको हो। Achal obviously began by I'm pretty sure she's feeling very grateful towards the audience. Shreya ko thank you to everyone who has supported Jerry on top, and lots of love. Thank you. Well, thank you. हामी अब कार्यक्रमको अन्त्यमा छौँ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु यहाँ उपस्थितिको लागि। आज धेरै कार्यक्रम थियो, सँगसँगै हाम्रो सेलिब्रेटीहरूको पनि बिहे थियो र हामी बिहेको लागि बधाई दिन चाहन्छौँ। अभिनेत्री पूजा शर्माजीलाई पनि हामी यहाँ कङ्ग्रेचुलेट गर्न चाहन्छौँ। सँगसँगै हाम्रो उद्धव रसाइली भाइको पनि, हाम्रो अर्को पत्रकार साथीको पनि, उहाँले पनि आज बिहेको आफ्नो पार्टी सेलिब्रेट गर्दै हुनुहुन्छ। उहाँहरूलाई पनि हामी यही स्टेजबाट अनन्या फिल्म्सको तर्फबाट अनि जेरी टपको तर्फबाट एकदमै धेरै बधाई दिन चाहन्छौँ। सुखद दाम्पत्य जीवनको कामना गर्न चाहन्छौँ। र सँगसँगै हाम्रो श्रेया बिरामी भएको कारणले उहाँ उपस्थित हुन सक्नु भएन। उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ। गेट वेल सुन श्रेया, उहाँले पक्कै हेर्दै हुनुहुन्छ, यो हामीलाई थाहा छ। र अब हामी कार्यक्रमलाई अन्त्य गर्छौँ। यो प्रिजेन्सको लागि यहाँ सम्पूर्णबाट एकदमै आभारी छौँ र धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू अल। यहाँ उपस्थित हुनुभएको सबैजना मिडिया, प्रेस, जर्नलिस्ट सबैजनालाई आइदिनु भयो, धेरै धेरै धन्यवाद। आज जेरी अन टपको 51 डेज सेलिब्रेसनमा तपाईँहरूसँग सेलिब्रेट गर्न पाउँदा एकदम खुसी फिल भइरहेको छ। र यो चाहिँ अब हाम्रो टिमको साइडबाट सेलिब्रेसन भन्दा पनि एफक्युब सिनेमाजले चाहिँ हामीलाई एउटा भनौँ न सेलिब्रेसनको लागि यो जेस्चर दिनुभएकोमा एफक्युब थिएटरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अझ पनि जेरी अन टप काठमाडौँ लगायत अन्य ठाउँमा अझ पनि 7-8वटा हलमा चलिरहेको देख्न पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। इन्टरनेसनली पनि सबै ठाउँमा इट्स गोइङ वेल, डुइङ वेल र भनौँ न यो सबै चिजले इट्स किपिङ मी मोटिभेटेड।
बाटुलो जुनको सेटबाट यहाँ तपाईँहरूमा आएँ र जेरी अन टप पछि दर्शकवृन्दहरूको अझ धेरै माग मैले मेरो फेसबुकदेखि इन्स्टाग्राममा पाएको हुनाले उहाँहरूलाई एउटा अझ राम्रो मुभी लिएर आउने प्रयास गर्ने नै छु आउने दिनमा पनि र फेरि पनि यही जेरी टिमसँग पनि सहकार्य होस् भन्ने मेरो चाहना छ सुयोग दाईसँग सरोज दाईसँग र once again I'm very thankful for my entire team of Jerry on top, my beautiful co-stars Jasita and Achal. If you're watching this, I'm so thankful for both of you for being such a wonderful co-actors. Baki ta Theo, this is a celebration of Nepali movie cinema. You're a Jerry on top of Nepali movie cinema ko celebration ho. यसरी नै नेपाली मुभिजहरुलाई माया गरिदिनु होला र आउने दिनमा पनि अझ राम्रो फिल्म लिएर आउने प्रयास गर्नेछु थ्यांक यू अमोलजीलाई यो शब्द राखिनु सर्वप्रथम उपस्थित हुनुभएको हाम्रो मिडियाकर्मीजीहरू र जतिजना पनि हाम्रो गेस्टहरू हुनुहुन्छ थ्यांक यू सो मच फर गिभिङ सो मच लभ टु जेरी अन टप FQ Cinemasलाई पनि धेरै धेरै धन्यवाद यति राम्रो हाम्रो जेरी अन टपको 51 डे सेलिब्रेसन दिस डेफिनेटली मिन्स अ लट टु मी एन्ड माई एन्टायर टिम के भन्नु आई जस्ट वान्ट टु मेक इट शॉर्ट इट्स किन 51 डेज कुनै पनि चलचित्र चल्नु भनेको इट्स अ भेरी बिग डिल स्पेसली नेपाली चलचित्र सो आई थिङ्क दिस इज अ ग्रोथ फर नेपाली मुभी इन्डस्ट्री र यसरी नै नेपाली चलचित्रलाई माया र साथ दिइरहनुहोस् and thank you so much and miss you Shreya thank you आगामी दिनमा उहाँहरूको अझ राम्रो चलचित्र आउँदैछ यसपछि हामी बाटुलो जुन लिएर आउँदै हुनुहुन्छ अमोलजी त्यसमा फेरि भेटघाट हुने नै छ हाम्रो अनि हाम्रो रमेश चौलागाईजी आउनु भएको छ 7 सिजबाट उहाँलाई पनि सम्झिन चाहे एप्टी कम्पनीबाट हाम्रो छविराज ओझाजी र हाम्रो नकिमुद्दिन सर मैले सम्झिन चाहे तपाईहरुलाई यहीँबाट र मलाई यो यात्रामा साथ दिनुहुने कसैको नाम छुटाएको भए मलाई माफ गरिदिनु होला चार्ज दिनु सम्पूर्णलाई सम्झिन चाहे अर्को हामी फेरि एउटा तपाईहरुसँग यो बाटुलो जुनको कारणले गर्दा हामीले 51 दिन अलिकति सबै हलका मित्रहरू पत्रकार मित्रहरू र हामीलाई सहयोग गर्ने सम्पूर्ण बोलाएर राम्रै सेलिब्रेसन गर्ने एउटा प्रोग्राम पनि छ बाटुलो जुनको सायद सुटिङ सकिसकेपछि या बिचमा केही मिल्यो भने हामी प्लान गरेर तपाईहरुसँग फेरि हामी एकपल्ट भेट्ने नै छौँ एकलाई यति भन्दै बिदा आउन चाहे हस् नै रहेको छ अमेरिकामा 51 दिन मनाउने क्रममा छ अर्को हप्ता अमेरिकामा 51 दिन मनाउँदैछ सायद यो नेपाली फिल्म इतिहासमा पहिलो नै होला जस्तो लाग्छ मलाई अहिलेसम्म चाहिँ भएको थिएन हामीले अस्ट्रेलिया अमेरिका युरोप बक्स अफिसले जसरी नेपालमा रिलिज गरेको त्यसरी नै रिलिज गरेको थियो र युरोपमा मैले राजमानजीलाई सम्झिन चाहे अस्ट्रेलियामा देव कार्की सर तपाईलाई मैले धेरै धेरै सम्झेको छु तपाईको प्रयास तपाईको मेहनतले गर्दा नै सायद अस्ट्रेलियामा पनि 51 दिन मनाउन सफल भएको छु अमेरिकामा सुरेश दर्पणजी तपाईको मेहनत तपाईको प्रयासले 51 दिन मनाउने अर्को शुक्रबार हामी 51 दिन मनाउँदै छौँ अमेरिकामा चाहिँ मैले यहाँबाट सम्झिन चाहे तपाईहरुलाई धन्यवाद पनि भन्न चाहे आगामी दिनहरुमा तपाईहरुसँग सहकार्य गर्न पाऊँ यति भन्दै What's up?
जेरी अन्डरको केक यति बेला रेडी छ। यत्रो ठुलो केक छ 51 पिङसँगै अझै फाउन्डेनको। नमस्ते सबैजनामा। युवा स्टार सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत चलचित्र जेरी एन्ड टपको आज यो 51 दिने सेलिब्रेसन कार्यक्रममा उपस्थित हुनुभएका यहाँ सम्पूर्णमा म एकदमै स्वागत गर्न चाहन्छु। हामी कार्यक्रम एकदम लामो गर्ने तयारी गरेका त छैनौँ। हामी एकछिनमा कार्यक्रम सकाउँछौँ। त्यसले गर्दा मैले एकछिन हामी यो फिल्मसँग जोडिएको कास्ट एन्ड क्रूको एकछिन तपाईँलाई Dai, devo dire, dai,